दिनरात बुहारीलाई भोकभोकै राखेर खाना पनि नदिकन एकछिन पढ्ने समय पनि नदिकन सारा काम सबै उसैलाई गर्न लगाइरहनु भएको रहेछ हैन तपाईँले? हेर्नुहोस् आमा, उसले मलाई आजसम्म केही पनि कुरा भनेकी थिइन, तर आज मलाई सबै कुरा भनेकी छ। हैन, तपाईँलाई अलिकति पनि लाज लाग्दैन? एउटी सासू भएर आफ्नो बुहारीप्रति गर्ने व्यवहार यही हो? त यो कस्तो कुरा गर्दैछस् छोरा? भयो, छोरा नभन्नुहोस् मलाई। यदि तपाईँले मलाई आफ्नो छोरा सम्झिनु भएको भए आफ्नो छोराले बिहे गरेर भित्राएकी बुहारीलाई पनि मलाई जतिकै माया गर्नुहुन्थ्यो। तपाईँलाई म चाहिँ छोरा भएँ अनि बुहारी चाहिँ बुहारी जस्तो लागेन? मान्छेले पशु जस्तो पनि व्यवहार गर्ने हो। अलिकति लाज लागेन आमा तपाईँलाई? आमा, तपाईँलाई मैले कति धेरै विश्वास गरेको थिएँ। आफूले भर्खर बिहे गरेको श्रीमती तपाईँको काखमा छोडेर तपाईँहरूले नै सहारा हुन्छ भनेर मैले सोचेको थिएँ। तर तपाईँले धेरै दुःख दिनुभयो उनलाई। आज उनको मुखबाट यी कुराहरू सुन्दाखेरि मलाई कहाँ गएर मरु जस्तो लागिरहेको छ आमा। आमा, आजबाट तपाईँलाई त आमा भन्न पनि मन लागिरहेको छैन। र सुन्नुहोस्, तपाईँले अबदेखि मेरी श्रीमतीलाई केही पनि भन्न पाउनुहुन्न र मलाई छोरा पनि नभन्नुहोस्। आजबाट तपाईँ र मेरो सम्बन्ध सकियो।